के तपाईँहरू रोमानियामा ड्राइभिङ लाइसेन्स निकाल्ने सोचमा हुनुहुन्छ? के तपाईँहरू नेपाल हुनुहुन्छ अहिले तर रोमानिया गएपछि ड्राइभिङ लाइसेन्स निकाल्छु भन्ने सोचमा हुनुहुन्छ भने यो भिडियो पुरा हेर्नु होला। नेपालमा लिखित भने जस्तै यहाँ चाहिँ साला भन्छ। अनि मेरो चाहिँ कति 26वटा क्वेसन आउँछ, 26वटामा 22वटा मिलाउनु पर्छ। मेरो चाहिँ 21वटा मात्रै मिल्यो योभन्दा गएको हप्तामा, र अर्को महिना छ मेरो फेरि। तपाईँहरू नेपाल हुनुहुन्छ र यहीँ रोमानिया हुनुहुन्छ, ड्राइभिङ लाइसेन्स निकाल्ने सोचमा हुनुहुन्छ र इक्जामको तयारी गर्न चाहनुहुन्छ अनलाइनबाट। मैले केबाट कसरी इक्जामको तयारी गरिरहेको छु भन्ने कुरा आज म सेयर गर्न गइरहेको छु हजुरहरूलाई। तपाईँहरूले गुगलमा गएर स्कलर रुटेरा भन्ने हेर्न सक्नुहुन्छ। यो एकदमै यहाँको लगभग सबैले नै यहीबाट नै प्र्याक्टिस गर्छ। अनि क्याटेगोरी बीमा ट्याक्क छानेर तपाईँहरूले यसो पढ्न नै सक्नुहुन्छ। तर मैले चाहिँ अब डाइरेक्ट नै क्वेसन नै हालिदिन्छु। तपाईँले अब क्वेसन कहाँबाट हेर्ने गर्ने भनेर भिडियोमा देख्न सक्नुहुन्छ, राम्रोसँग हेर्नु होला। यो चाहिँ मैले गरेको हो, प्र्याक्टिस गरेको हो। यदि तपाईँहरूले यसमा 26को 26 मिलाउन सक्ने हुनुभयो भने चाहिँ तपाईँहरू 100मा 100% पास हुन्छ लिखितमा चाहिँ। अब साला भन्छ यहाँ चाहिँ। अनि अर्को यो गभर्मेन्टको अफिसियली डिआरपिसिआइबी भन्ने चाहिँ यो चाहिँ त्यहाँ जुन आउने यसमा पनि त्यही आउने हो। यहाँ चाहिँ ट्याक्क अब तपाईँको क्याटेगोरी छान्नु पऱ्यो, भाषा छान्नु पऱ्यो। अनि यो सानो क्वेसनहरू दिएको हुन्छ, यो अब 3वटा क्वेसनहरू ट्याक्क हान्नु पऱ्यो। त्यसपछि यहाँ चाहिँ अब डाइरेक्ट ट्रान्सलेट आउँदैन, ट्रान्सलेट गर्दै अनि एन्सर हान्दै, ट्रान्सलेट गर्दै एन्सर हान्दै यसरी हान्नुपर्छ। मैले गरिरहेको छु ट्याक्क यसरी नै। तपाईँहरूले पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ यसमा चाहिँ। र मैले अर्कोबाट पनि यो अटो डिआरपिसिआइबीबाट नै प्र्याक्टिस गर्छु। यो चाहिँ खासै मैले युज गर्दिनँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ थुप्रै छ यस्तो अब एप्सहरू, वेबसाइटहरू, त्यहाँबाट प्र्याक्टिस गर्न सक्नुहुन्छ। एकदम मेहनत चाहिँ खत्रै मेहनत चाहिन्छ भनौँ न। अनि इङ्ग्लिस आउँदैन, यहाँको भाषा नै आउँदैन, तर निकाल्ने सोचमा हुनुहुन्छ भने इङ्ग्लिस चाहिँ खत्रै प्र्याक्टिस गर्नुपर्छ मेरो विचारमा है, मेरो अनुभवमा भनौँ न। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। त्यस्तै अब भिडियोहरूको लागि ट्याक्क फलो गरिराख्नु पऱ्यो। म अब मैले जाने कुराहरू सेयर गरिहाल्छु।